मूल प्रवाहले गर्यो बिरामी अशोक बस्याल उपचारार्थ सहयोग। नमस्कार, सुनगावा खबरमा म टिकाराम थापा तुफानकोबाट हार्दिक स्वागत छ। अब सुन्नुहोस् पूरा समाचार। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको विशेष पहलमा गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर 6 रम्फई निवासी श्री सुनगावा युवा परिवारका प्रवास विभाग वरिष्ठ सदस्य अशोक बस्यालको शीघ्र स्वास्थ्य लाभको कामनासँगै उपचारमा सहजता होस् भन्ने उद्देश्यका साथ आर्थिक सङ्कलन अभियान सञ्चालन गरी सङ्कलित सहयोग रकम 34,756 रुपियाँ आज मे 17 तारिकका दिन बिरामी अशोक बस्यालका भाइ प्रेम बस्याललाई हस्तान्तर गरेको छ। मूल प्रवाहको यो अभियानमा हातेमालो गर्दै सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूप्रति हार्दिक नमन टक्राउन चाहन्छौँ। साथै भारत स्थित प्रवासी नेपालीहरूको अभिभावकको रूपमा सेवा गर्दै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिप्रति बिरामी अशोक बस्याल तथा समग्र सुनगावा युवा परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ। हाल यस समाजका अध्यक्ष रामप्रसाद पौडेल हुनुहुन्छ। पेनक्रियास रोगबाट बिरामी अशोक एक हप्तापछि पुनः रिचेक गर्ने गरी उपचाररत बुटोल हस्पिटल प्रणाली बुटोलबाट डिस्चार्ज भई नियमित औषधि सेवन तथा आराम गरिरहेका छन्। उनलाई पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना।